हेलो गाइज, हामी चाहिँ बजार जान लागेको यहाँ देवासँग। हाम्रो देवा तयार हुनु हुँदैछ। हाम्रो देवाले लाउनु हुँदैछ। हामी चाहिँ गाइज यो फोन बनाउन जाँदैछौँ। चार्ज हुँदैन अरे हाम्रो देवाको। त्यही भएर देवाले बोलाउनु भएर आएको। अब देवासँग जाने हामी। तयार हुनु हुँदैछ, तर खोइ कति ढिलो तयार हुनु हुँदैछ। मेकअप गर्नु हुँदैछ कि क्या हो नि। हाम्रो चाहिँ टोपी झोला निकालेको छु मैले बाहिर। लगाइसक्नु भयो देवा जुत्ता? अनि छिटो आउनु न। अनि झोला टोपी तयार भइसक्यो। छिटो आउनु। हाम्रो देवा चाहिँ चिटिक्क हुनु भएको छ है अहिले। हजुरहरूलाई कस्तो लाग्छ मैले लगाउँदै गरेको भिडियोहरू? प्रतिक्रिया भने अवश्य दिनु होला। ब्लगको नाम मैले बोलाइन, चिनिहाल्नुहुन्छ। हजुरहरूले लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। म यस्तै यस्तै भिडियोहरू ल्याउने गर्छु। हाम्रो देवा चाहिँ कोरोसिउँ पक्रिनु हुँदैछ। आज दौरा भोज हुने हो नि त। यता पर फुल कस्तो दामी हो। छोरी मान्छेकै देवा त हो। के मेकअप पनि गर्नुहुन्छ कि के हो? गइहालौँ न अब। कति फेसमा चाहिँ नबोल्ने। फेरि बेडी खाने भन्दै बस्नु भयो हाम्रो देवा चाहिँ। तेरिका साह्रै ढिलो ढिलो नगर्नु नि हौ। छिटो मोबाइल बन्दैन अहिले। फुल कति राम्रो फुल। छिटो आउने हो देवा। हाम्रो देवा बाजे पनि आइपुग्नु भयो। गफ गर्नु थाल्नुभयो देवाले त। हामी चाहिँ गाइस बुलेटमा जाँदैछौँ। बुलेटको चाबी बुलेट है गाइस। बुलेट हाम्रो बुलेटको आवाज। सुन्नुहोस्। हाम्रो बुलेट है गाइस। हाम्रो बुलेट पुरै बजिरहेको छ। डङ हेर्नु नि, डङ। हाम्रो देवा चाहिँ भर्खर आउनुपर्छ। ढिलो भइसक्यो। बुलेट स्टार्ट भइसक्यो। आउनु हुँदैछ। हामी चाहिँ गाई जान तयार है। बुलेटबाट जाँदैछौँ। देवा छोक्छ त।